यो चाहिँ मोटरको 125cc ओरेन्ज कलरमा छ अनि यसमा मोडिफाइड खासै केही पनि भएको छैन। यो होन्डाको स्टिकर चाहिँ त्यसको लागि मात्र है, फेरि मान्छेलाई होन्डाको बाइक भन्नलाई मात्र भनौँ न, कन्फ्युज बनाउनलाई। यसमा मोडिफाइड गरेको भनेको चाहिँ यो मात्र हो। यो चाहिँ एयर फिल्टर हो होइन। अनि कम्पनी जस्तै अघि मैले भनेको थिएँ नि बन्द भएको, अनि कम्पनी बन्द भएपछि पार्ट्सहरू पाएन। अनि यो चाहिँ एकदमै जुगाड गरेर राखेको एयर फिल्टर हो। तर यो एयर फिल्टर चाहिँ कस्तो भन्दाखेरि रियुजेबल हो। सो एभ्री सर्भिसिङमा हावा छम्कै पुग्छ। अनि धुलोहरू झरेपछि यो भित्र हावा हान्ने, बाहिरबाट हावा धुलो झार्छ अनि फेरि रियुज गर्न मिल्छ। टायरहरू एकदमै सानो छ होइन, 130/70 अनि 12 इन्चको रिम हो कि। नर्मली बाइकहरूको ठुल्ठुलो बाइकहरूको रिमहरू चाहिँ 16-18को रिम हुन्छ, यो चाहिँ 12 मात्र। स्कुटर जति यो एप्रिलाको जत्रो टायर भनौँ न। अनि साइलेन्सर पनि स्टकै हो तर एकदमै आवाज चाहिँ निकाल्छ। यसको के छ भन्दाखेरि चाहिँ यो साइलेन्सरको धुवाले यो चाहिँ कालो बनाएको कि। अब अलिकति सानो खाली तर एकसाइड लाम्चो आउने खाली साइलेन्ट हालिदिउँ कि भनेर बसिरहेको छु म चाहिँ। चलुन्जेलसम्म चलोस् अनि अब चल्न छोडेपछि अनि अर्को फेरिदिन्छु म। डिस्क ब्रेक छ दुवै साइडमा, ड्युल डिस्क ब्रेकको बाइक हो यो। 5.5 लिटरको ट्याङ्की छ यसमा अनि राम्रोसित चलायो भने 50-55सम्म माइलेज दिन्छ यो बाइकले। एकदमै फन बाइक छ है त। बाइक चाहिँ यही हो।